प्राय जस्तो मोबाइलहरुमा एउटा समस्या आउँछ जुन समस्या ब्याट्री नटिक्ने अथवा ब्याट्री फुल चार्ज हुँदा पनि मोबाइल स्विच अफ भइराख्ने। यो चाहिँ रेडमी को फोन रहेको छ। रेडमीहरुको मोबाइलमा खासै यो समस्या आउँछ। पसलमा लग्दाखेरि ब्याट्री चेन्ज गर्न पर्छ भन्ने अवस्था हुन्छ प्राय पसलमा है। यसको सोलुसन पनि छ। 3-4 सय 4-5 सयले पनि यो सोलुसन हुन्छ। के रहेछ त यसको सोलुसन? अब हेरौँ है त भिडियोमा। रेडमी को 9 पावर रहेको छ जसमा चाहिँ ब्याट्री 80% छ तर फोन गर्दा गर्दै ब्याट्री कट्छ। यसको समस्या के हो भन्दाखेरि सम्भवतः यसमा ब्याट्री रिप्लेस गर्दा पनि हुन्छ हैन, नयाँ ब्याट्री चेन्ज गर्छु भन्दा पनि हुन्छ। अब सानो खर्चले पनि यो ब्याट्री बन्न सक्छ जुगाड गर्नको लागि चाहिँ है। मैले यो सेटले खोलेर अब हेर्दै छु। मैले यो फोन खोले, यसमा चाहिँ खासमा पहिला नै हार्डवेयर बनाइसकेको रहेछ। हेरौँ सोलुसन हुन्छ या हुँदैन, हेर्दै जाउँ। अब यो ब्याट्री फेर्दा पनि हुन्छ। यो चाहिँ तपाईको 6000 लगभग 6000 mAh को ब्याट्री रहेको छ। ब्याट्रीको भागलाई मैले यसरी निकालेर हेरेँ। यो माथि एउटा यसको आइसीहरु हुन्छ, यो भागलाई यसो निकालेर हेरेँ है त। ब्याट्री रहेको छ। ब्याट्रीमा चाहिँ यो ड्राइड रहेको छ। यो ड्राइडलाई हामीले निकालेर चाहिँ यसमा जम्पर गरिदिन्छौँ है त। यसमा मैले सोल्डर पेस्ट लगाएर निकाल्दैछु है। यो बिग्रेको कारणले पनि ब्याट्रीमा समस्या आउने गर्दछ। ब्याट्री नटिक्ने अथवा अटो रिस्टार्ट हुने पनि समस्या हुन्छ। प्राय जसोमा सीपीयू समस्याले नै हुन्छ। अब यसमा मैले थोरै डाइरेक्ट गर्दैछु है। यसलाई मैले डाइरेक्ट बनाउँदैछु। सोल्डिङ वायरले नै म डाइरेक्ट बनाउँछु यसलाई चाहिँ। हुन त यसमा त जम्पर वायरले डाइरेक्ट गर्दा पनि हुन्छ। मैले चाहिँ सोल्डिङ वायरले नै डाइरेक्ट गर्दिएँ। अब यसलाई मैले प्याक गर्दिएँ है त। जसमा चाहिँ अघिको मोबाइलमा मैले ब्याट्री लगाएर हेरेँ। यदि यो सीपीयूमा समस्या छ भने अथवा मेमोरीमा समस्या छ भने चाहिँ यो नबन्न सक्छ। ब्याट्री 80% रहेको छ। म यसलाई अन गरेर हेर्छु है त। र मैले यो चार्जर पनि छुटाएको छु। अब हेरौँ चल्छ या चल्दैन। यदि यो चल्यो भने 100% ओके वर्क गर्छ, काम गर्छ मजाले। ब्याट्री टिक्ने या नटिक्ने पुरानो भइसकेको छ ब्याट्री। यो चाहिँ ब्याट्रीको मा भर पर्छ भने जुगाडको लागि चाहिँ थोरै पैसाले हुन्छ है। यो चाहिँ सम्भवतः अब यो केस सल्भ भइसकेको जस्तो लाग्छ मलाई चाहिँ। तपाईहरुको नि यस्तै समस्या छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामी कुनै पनि ठाउँबाट अनलाइन डेलिभरी अथवा अनलाइनकै मार्फत पनि कुरियरको मार्फत पनि तपाईहरुका सामानहरु बनाएर पठाइदिने गर्दछौं है। हार्डवेयर या सफ्टवेयरको समस्या अथवा डिस्प्लेहरुको समस्या छ भने हामी सस्तो तथा सुलभ मूल्यमा रिपेयर गरेर पठाइदिन्छौं। लगभग थोरै टाइम लाग्छ यो चाहिँ। ल अब भने यो फुल्ली अन भइसकेको छ है।
यसको ब्याट्री रहेको छ 79 रहेको छ भने केही पर्सेन्ट घटेको छ है, 1% घटेको छ। तर अब यो मजाले काम गर्छ है। यसले चाहिँ ब्याट्री फेर्ने पर्ने अवस्था चाहिँ आउँदैन। ल कस्टमर पनि ह्यापी, हामी पनि ह्यापी।